आदरणीय जन समुदाय सबैलाई नमस्कार। म भारत प्रवासबाट धीर। नयाँ सरकारको गठन पछि यो विनाशकारी बाढी रसुवागढीमा जसरी आयो, यसले प्रभाव पारेका क्षेत्रहरूमा जो देखियो त्यो अति नै हृदयस्पर्शी, अति नै कारुणिक, अति नै पीडादायी छ। यस घडीमा आम नेपाली जनताले संयमित भई पीडित र पीडालाई आत्मसात गर्दै भरथेक सहयोग आफ्नो क्षेत्रबाट गर्नु नितान्त आवश्यक छ। सरकारले बाढी पीडित को घटनालाई गरेको सम्झौता या भनौँ एउटा निर्णय त्यो स्वागत योग्य छ र सर्वप्रथम अहिले पहिलो चुनौतीमा मानव बन्धनको सुरक्षा, मानवहरूको सकुशल उद्धार र उनीहरूको व्यवस्थापन नै पहिलो चुनौती हो। र यस सन्दर्भमा आम नेपाली, आम सङ्घ संस्था, नागरिक समाज, बुद्धिजीवी र राजनीतिक दलहरूले देखाउनु पर्ने सदाशयता नितान्त आवश्यक छ। र यस घडीमा सबै प्रवासमा बसेका नेपालीजन र विदेशमा रहनुभएका नेपालीजनहरूले यस घटनाप्रति खेद प्रकट गर्दै प्रत्येक सहयोग गर्नुपर्ने देखिन्छ। र आम नागरिकले थोरै भए पनि सहयोग गरेको खण्डमा पनि एउटा ठुलो राहत सरकारलाई हुनेछ र स्रोतको सही सदुपयोग र लक्षित समुदायसम्म यसको पहुँच गर्नमा सरकारले ध्यान दिनुपर्नेछ र मानव उद्धारको कार्यमा सबैको हिस्सेदारी आवश्यक छ भन्ने कुरा म भन्न चाहन्छु। खास गरिकन बढी राज्यको स्रोतमा रहनुभएका राजनीतिक दलहरूलाई हिजो जसरी तपाईहरू सत्ता प्राप्तिका लागि दशौं हजार लाखौं मान्छेहरू सडकमा ल्याउँछु भनेर हुङ्कार दिने मित्रहरूलाई खास गरिकन अब यो पीडादायी परिस्थितिमा तपाईलेहरू कति लाख मान्छेलाई राहतको लागि निकाल्नुहुन्छ, कति कार्यकर्ताहरूलाई आफ्नो त्यसतर्फ मुभ गर्नुहुन्छ। नेपाली जनताले तपाईहरूको यो कार्यशैलीलाई पनि हेरिरहेका छन्। नेपाली जनताले तपाईको यस रचनात्मक कार्यलाई पनि मूल्याङ्कन गर्नेछन्। हो, तपाईहरू हिजो कुनै नेताको चाकडी गर्नलाई दशौं हजार एयरपोर्टमा लगेर स्वागत गर्न जसरी माला खादा लिएर जानुहुन्छ, त्यसरी नै तपाईहरुको क्षमता र सुझबुझ छ भने जानुस्। तपाईले काम गर्ने क्षेत्र त्यो हो रसुवागढीको नाका, जहाँ लाखौं लाख मान्छेहरू पीडित छन्, जहाँ हजारौं मान्छेहरू छटपटाइरहेका छन्, मृत्यु शैय्यामा आफ्नो अपुष्ट परिचय दिएर बगिरहेका छन्, लावारिस छन्। जानुस्, त्यहाँ सेवा गर्नुस्, त्यहाँ गएर आफ्नो दलको एजेन्डा राख्नुस्, त्यहाँ गएर दलको क्षमता प्रदर्शन गर्नुस् र रचनात्मक कार्यमा आउनुस्। अनि बल्ल तपाईलाई जनताको पक्षमा काम गर्ने पार्टी या संस्था भनेर मान्छेले चिनेछन्। हैन भने तपाई घरमा बसेर कुर्सीमा बसेर सत्ता प्राप्तिको भोग गर्ने सपनाहरू नदेख्नुस्। र म दलहरूलाई यतिखेर आलोचनात्मक चिन्तन भन्दा पनि यस घडीमा तपाईको रचनात्मक भूमिकाको खाँचो छ र तपाईसँग त्यो संगठन छ, त्यो संस्था छ जो तपाईको सानो एक सिट्टीमा पनि लाखौं जनताहरू उभिन सक्छन् भने त्यो कार्यमा जुट्नुस्, यस विषम परिस्थितिमा जुट्नुस्। धन्यवाद।